मान्य सदस्यहरू, अब म माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई परराष्ट्र मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, मान्य सदस्यज्यूहरू, परराष्ट्र मन्त्रालयसँग सम्बन्धित रहेर 2083-84 को विनियोजन विधेयकको छलफलमा सहभागी हुनुहुने सम्पूर्ण माननीय ज्यूहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। नेपालको संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाल सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ। संविधानले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतालाई नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तको रूपमा स्थापित गरेको छ। यी सिद्धान्तहरूको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिँदै आएको छ। नेपालको संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई राष्ट्रिय हितको रूपमा परिभाषित गरेको छ। संविधानले राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने मार्गदर्शन गरेको छ। विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्न संविधानले नीतिगत मार्गनिर्देशन गरेको छ। मुलुकको समृद्धि र विकासका लागि संविधानद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्बन्धको ढाँचाभित्र रही दिगो विकासमा योगदान, अति कम विकसित मुलुकबाट स्तरोन्नति, जलवायु परिवर्तन अनुकूल कार्यमा सहयोग जुटाउने, निर्यात प्रवर्धन, वैदेशिक लगानी, रोजगारी र पर्यटन प्रवर्धनका लागि प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्ने, विदेशमा बस्ने नेपाली डायस्पोराहरूको हक हितको संरक्षण गर्ने, विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आबद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पुरा गर्न नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गरिनेछ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन र सुपरिप्रेक्षण गर्ने प्रमुख दायित्व वहनका लागि केन्द्रीय निकायको रूपमा परराष्ट्र मन्त्रालय र यसको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपर्यवेक्षणमा रही विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र सम्बन्धको कार्यान्वयन गरिरहेका छन्। हाल विभिन्न मुलुक र सहरहरूमा 44 वटा नेपाली नियोगहरू, त्यसमध्ये 31 वटा राजदूतावास, 3 वटा स्थायी नियोग र 10 वटा महावाणिज्य दूतावास रहेका छन्। हालसम्म विश्वका 183 मुलुकहरूसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ र सोही अनुसार बजेट र साधन स्रोतको व्यवस्थापन प्राथमिकतामा परेको छ। आगामी आर्थिक वर्ष 2083-84 का लागि मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल 8 अरब 73 करोडको बजेट स्वीकृत भएको छ। यो बजेट समग्र बजेटको 0.41% र गत वर्ष विनियोजित 7 अरब 84 करोड भन्दा करिब 11%ले वृद्धि भएको छ। विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्दछु। अब म चालु आर्थिक वर्षका केही महत्त्वपूर्ण कामहरू र सोको प्रगतिका सम्बन्धमा संक्षेपमा जानकारी गराउन चाहन्छु। 1. परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्धन लगायत महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सम्पन्न गरेको छ। नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै इन्डियन ओसन कन्फरेन्समा सहभागिता, भारत र चीनको भ्रमण लगायत समकक्षीहरूसँग टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको छ।
यसबीच 6 भन्दा बढी द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरू सम्पन्न भएका छन्। चालु वर्ष मन्त्रालयभित्र 41 वटा क्रियाकलाप तथा 29 वटा माइलस्टोन र 21 वटा वार्षिक कार्यक्रमहरू रहेका थिए। यीमध्ये हालसम्म 19 वटा माइलस्टोन सम्पन्न भएका छन् भने बाँकी आंशिक रूपमा सम्पन्न भई चालु रहेका छन्। त्यसै गरी 14 भन्दा बढी कार्यक्रमहरू सम्पन्न भएका छन्। 2082 चैत्र 13 गते नेपाल सरकार मन्त्री परिषदको बैठकबाट स्वीकृत नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित बुँदाहरूको साप्ताहिक प्रगति प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा प्रेषित गर्ने गरिएको छ। 100 बुँदाहरूमध्ये 24 वटा बुँदाहरूमा यस मन्त्रालयले कार्य सम्पादन गर्नुपर्ने भएकोमा हालसम्म 11 वटा सम्पन्न भएको र 13 वटा चालु अवस्थामा छन्। त्यसै गरी बुँदा नम्बर 2 अन्तर्गत कार्यान्वयन कार्ययोजना तयार गरी 10 वटा विभिन्न कार्य निर्धारण गरिएकोमा 4 वटा कार्यहरू सम्पन्न भएको र अन्य 6 वटा कार्यहरू चालु अवस्थामा रहेका छन्। अब म आगामी आर्थिक वर्षमा यस मन्त्रालयका लागि विनियोजित बजेटका सम्बन्धमा छोटकरीमा जानकारी गराउँदछु। पुँजीगततर्फ समग्रमा 1 अरब 55 करोड अथवा 18% र चालुतर्फ 7 अरब 18 करोड 82% विनियोजित भएको छ। हामीले यस वर्ष आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्धन सहित मूलतः देखाएका कामहरूलाई प्राथमिकतामा राखेका छौँ। 1. भ्रमण वार्ता स्थापित संयन्त्रहरूको नियमित बैठकको आयोजना लगायतका कार्यहरूलाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने। 2. क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने, आर्थिक कूटनीतिलाई विशेष रूपमा प्रभावकारी बनाउने। 4. नेपालको सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने। 5. कन्सुलर सेवा सुदृढीकरणको लागि डिजिटाइजेसन र सफ्टवेयर अपग्रेड गर्ने। 6. राहदानी वितरणलाई सहज, छिटो, छरितो एवं अनुगमनयोग्य तथा प्रविधि मैत्री बनाउने। 7. कार्यालय तथा गुनासो व्यवस्थापनको लागि AI बेस्ड कम्युनिकेसन तथा अटोमेसन प्रणाली सञ्चालन गर्ने। विदेश स्थित 3 वटा नियोगहरूको भवन निर्माण गर्ने। त्यसै गरी राहदानी विभाग, कन्सुलर सेवा विभाग र नियोग मार्फत राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती शिविरहरू सञ्चालन गर्ने। साथै नियोग मार्फत श्रमिक सुरक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरूमा थप प्रभावकारी बनाउँदै सञ्चालन गर्ने। त्यसै गरी नियोग मार्फत समस्यामा परेका श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा घर फिर्तीसँग सम्बन्धित कार्यक्रमहरूलाई को क्षमता अभिवृद्धि गर्ने। हामीले नयाँ कार्यक्रमको रूपमा सार्क मुलुकका यङ डिप्लोम्याट्सका लागि लुम्बिनी फेलोसिप कार्यक्रमको प्रस्तावना गरेका छौँ। साथै अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा जियो स्ट्रेटेजिक विषयहरूको अन्तर्राष्ट्रिय संवाद श्रृङ्खला पनि सुरु गर्नको लागि प्रस्ताव राखेका छौँ। त्यसै गरी बजेट मार्फत नेपाली डायस्पोरा ग्लोबल नेटवर्क स्थापना तथा सञ्चालनको लागि प्रस्ताव गरिएको छ। यसै वर्ष आगामी आर्थिक वर्ष सगरमाथा संवादको दोस्रो संस्करण आयोजना गर्ने प्रस्ताव पनि राखेका छौँ। त्यसै गरी अन्तर्राष्ट्रिय आरोग्य दिवस इन्टरनेसनल वेलनेस डे लगायत नेपालको सौम्य शक्ति सफ्ट पावर प्रवर्धनका कार्यक्रमहरू पनि बजेट मार्फत प्रस्तावित गरिएको छ। नियोग मार्फत नेपाल प्रवर्धन सहितका सगरमाथा दिवस, वेलनेस डे, पर्यटन प्रवर्धन स्पेसली हाई अल्टिट्युड स्पोर्ट्स, बुद्ध जयन्ती सहितका सांस्कृतिक प्रवर्धन लगायतका कार्यक्रमहरू पनि बजेटमा प्रस्ताव गरिएको छ। सरकारको 100 बुँदे कार्यसूची अन्तर्गतका कामहरू प्रभावकारी बनाई सेवा प्रवाह सशक्त बनाउने लगायत प्रस्तावहरू छन्। सम्माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरूले प्रस्तुत गर्नुभएका परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम र अन्य सम्बन्धित विषयहरूका सम्बन्धमा छोटकरीमा स्पष्ट पार्न चाहन्छु। परराष्ट्र मन्त्रालयबाट सम्पादन हुने कामहरू संवेदनशील हुने र ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हक र हित लगायत वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा सब झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गर्नुपर्ने भएकोले
भएको अवस्थामा माननीयज्यूहरूले राख्नुभएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिइदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी सीमाको विषय संवेदनशील रहेको सन्दर्भमा सीमा सम्बन्धी हाल काम अगाडि बढिरहेको परिवेशमा आवश्यक स्रोतको व्यवस्थापन गरिँदै आएको छ। आगामी दिनमा पनि आवश्यकताका आधारमा स्रोतको व्यवस्थापन हुनेछ। परम्परागत कूटनीतिक कामका अतिरिक्त विदेश स्थित नेपाली नियोगहरूबाट नवप्रवर्तन सम्बन्धी कार्यहरू पनि गरिने गरी व्यवस्था गरिएको छ। यस सन्दर्भमा विदेशमा रहेका नेपालीहरूको पुँजी, प्रविधि, सिप र सञ्चालनको तथा उपयोगको लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्कको कार्यक्रम प्रस्तावित गरिएको छ। गैर आवासीय नेपालीहरूलाई राष्ट्र निर्माणमा जोड्ने विषय हाम्रो प्राथमिकतामा रहेको छ। विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हक र हितका लागि वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीहरूको लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा सब झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गरिरहेको जानकारी गराउन चाहन्छु। वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर गएका वा सन् 2024 को सेप्टेम्बर 30 सम्म विदेशमा पुगेर विदेश स्थित नेपाली नियोगहरूबाट वैधानिकीकरण श्रम स्वीकृति लिएकाहरूको हकमा निजहरूको कुनै कारणले उद्धार तथा सहायता गर्नु परेमा वा मृत्यु भई सब नेपाल झिकाउनु परेमा सम्बन्धित रोजगारदाता कम्पनीले आवश्यक काम गर्ने व्यवस्था छ। कारणवश रोजगारदाता कम्पनी मार्फत सब झिकाउन सम्भव नभएमा वैदेशिक रोजगार बोर्डले बजेट निकासा दिन सक्ने व्यवस्था पनि छ। नेपालबाट श्रम स्वीकृति नलिई गएका वा विदेश स्थित नेपाली नियोगहरूबाट वैधानिकीकरण श्रम स्वीकृति नवीकरण नगरेकाहरू वैधानिक रूपमा गएको भए तापनि कम्पनी वा स्पोन्सर छोडी भागेर अवैध रूपमा बसेका वा श्रम स्वीकृति नलिई गएर अल्पत्र परेको अवस्थामा उद्धार, सहायता वा सब व्यवस्थापन गर्नु परेमा समस्या हुने गरेको छ। यसको स्थायी तथा दीर्घकालीन समाधानको लागि हाल परराष्ट्र मन्त्रालयले आपतकालीन उद्धार तथा सहायता कोष इमर्जेन्सी रेस्क्यू एन्ड रिलिफ फन्ड स्थापनाको गृह कार्य गरिरहेको छ र आगामी वर्षको बजेटमा बजेट विनियोजन पनि गरिएको छ। नेपालमा वर्षेनी 5 लाख हाराहारीमा युवाहरू श्रम बजारमा प्रवेश गर्ने र आन्तरिक रोजगारीको भरपर्दो विकल्प उपलब्ध नभएसम्म वैदेशिक रोजगारीलाई अल्पकालीन अवसरको रूपमा उपयोग गर्नुपर्ने अवस्था छ। आर्थिक आप्रवासन आजको अकाट्य वास्तविकता भएको छ। यसलाई समयानुकूल व्यवस्थित गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध छ। यी विषयमा मान्य सदस्यज्यूहरूले उठाउनु भएको प्रश्नहरूको सम्बन्धमा बुदागत रूपमा केही जानकारीहरू गराउन चाहन्छु। मान्य आशिका तामाङ तथा मान्य ऐन महरले उठाउनुभएका विषयहरूमा साइप्रसमा बन्धक बनाइएका भनिएका धादिङका उज्जवल कुँवरको उद्धार भएको छ, उहाँ नेपाल फर्किसक्नु भएको छ। त्यसै गरी जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शवको सम्बन्धमा नेपाली नियोगहरूलाई आवश्यक समन्वयको लागि निर्देशन दिइसकिएको छ। हाम्रो नियोग उहाँको परिवारजनसँग सम्पर्कमा छ। त्यसै गरी कुवेतमा घरेलु मान्य खुशबु ओलीले उठाउनु भएको कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी शर्मिला दर्जीलाई नेपाली राजदूतावास कुवेतको पहलमा 2083 असार 1 गतेका दिन काठमाडौँ फर्काइएको छ। साथै कुवेतको जेलमा सयौं नेपालीहरू रहेको भन्ने भनाइमा सत्यता नरहेको बेहोरा पनि सम्मानित सदनलाई जानकारी गराउँछु। हाल कुवेतमा जम्मा 63 जना नेपाली नागरिकहरू विभिन्न अभियोगमा थुनामा रहेकोमा तीमध्ये 7 जना महिला रहेका छन्। त्यसै गरी नेपाली राजदूतावासले उद्धार गरेका करिब 70 जना महिलाहरू नेपाल फर्कने क्रममा हुनुहुन्छ। घरेलु कामदारका विषयमा सम्मानित सदनलाई यो पनि जानकारी गराउँदछु कि तत्कालीन सङ्घीय प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट 2073-12-20 मा सम्बन्धित मुलुकले घरेलु श्रमिक सम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकहरूमा नेपाली घरेलु श्रमिक पठाउन कार्य पूर्णतः बन्द गर्न नेपाल सरकारलाई तथा मन्त्री परिषदलाई निर्देशन दिने निर्णय गरे पश्चात घरेलु कामदारका रूपमा जान बन्देज
लागेको भए तापनि अवैध बाटो वा भिजिट भिजाको दुरुपयोग गरी कुवेत, साउदी अरेबिया तथा ओमान जस्ता मुलुकमा घरेलु कामको सिलसिलामा महिलाहरू जाने क्रम रोकिएको छैन। अनौपचारिक तथ्याङ्कहरूले हाल 80,000 नेपाली महिलाहरू कुवेतमा मात्रै हुनुहुन्छ भन्ने देखिएको छ। यस अर्थमा मैले सम्मानित सदनको समितिबाट दिएको निर्देशन अनुसार भएको कानुनी प्रयोजन भएको भएर अहिले कानुन त्यसैको आधारमा बनेको भएर यसमा पुनर्विचार गर्नुपर्ने अवस्था हो कि भनेर सम्मानित सदनलाई मैले निवेदन पनि गर्न चाहेँ। त्यस्तै गरी मान्यज्यूहरूले राख्नुभएको चासो, जिज्ञासा, सल्लाह एवं सुझावका लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सरकार गठन भए पश्चात हामीले राष्ट्रिय हित र मुलुकको छवि प्रवर्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। अन्त्यमा हाम्रो मूल ध्येय भनेकै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नु हो। परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएकाले यस विषयमा हामी सबैको उत्तिकै दायित्व, योगदान र भूमिका रहन्छ। परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनमा समेत माननीय ज्यूहरूको रचनात्मक सल्लाह एवं सुझावको अपेक्षा गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब उक्त जवाबका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका माननीय सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्नु पाउनुहुने बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक माननीय सदस्यहरूलाई 1 मिनटको समय निर्धारण गरेको छु। माननीय सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको सँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। माननीय हक राई, समय 1 मिनट। माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न छ। यो चीन नेपाल सीमा संयुक्त निरीक्षण टोलीलाई 1000 रुपियाँ मात्रै बजेट किन छुट्याइएको हो, यसको बारेमा उत्तर दिनुहुन्छ होला। त्यसै गरी यो सीमा नापी टोली भनिएको छ, यो सीमा नापी टोलीले चाहिँ कस्तो काम गर्ने हो र यसको लागि चाहिँ छुट्याएको बजेट 2 करोड, झन्डै 2.5 करोड छ प्रस्तावमा। ब्रेकडाउनमा चाहिँ 70 लाख मात्रै छ। त्यो बाँकीको खर्च चाहिँ कसरी हुन्छ, यो बारेमा पनि स्पष्ट पारिदिनु होला। र अर्को चाहिँ यो चाहिँ तपाईँको टेक्निकल समस्या जस्तो लाग्छ। पेज नम्बर 36 मा हेर्दाखेरि त्यो अक्षर एकदमै सानो छ, माइक्रोस्कोपिक अक्षर, हामीले कसरी पढ्ने होला, त्यहाँ के लेखेको त्यही बुझिएन र यी कुराहरू म राख्न चाहन्छु। र यो सीमा रक्षाको लागि चाहिँ टोटल कति बजेट राखेको हो मन्त्रालयले? माननीय बलावती शर्मा, समय 1 मिनट। माननीय परराष्ट्र मन्त्रीज्यूले धेरै कुरा गर्नुभएको छ। यो रोजगारका लागि विदेशमा गएका नेपालीहरूको विविध कारणले मृत्यु हुने गरेको छ र दैनिक जसो कुनै न कुनै देशमा अब मृत्यु हुने र नेपाल सब ल्याउनको लागि ज्यादै नै अप्ठ्यारो स्थिति पर्ने गरेको छ। घर परिवारले कमाएर ल्याएको कमाई त खान पाएनन्, तर सब पनि ल्याउन नसक्ने अवस्थामा नेपाली जनताहरू पुगेका छन्। र यस्तो अवस्थामा अब कतिपय देशमा दूतावास पनि छैनन्। त्यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयबाट सब ल्याउनको लागि अहिलेसम्म जति दुःख पाएको छ, अबका दिनमा के कस्तो प्रावधान गर्नुभएको छ र गर्नुहुन्छ भन्ने कुरा म सोध्न चाहन्छु। सँगसँगै अर्को कुरा म के भन्न चाहन्छु भने वैदेशिक रोजगारमा जाने महिला दिदीबहिनीहरू अब अहिले यहाँले जुन रेकर्डमा छैन भन्नुभएको छ, धेरै नै दुःख पाउने गरेका छन्। जुन चाहिँ इलिगल गएको भनेर भनिएको छ, अहिले पनि ठ्याक्कै कति तथ्याङ्क हो र उहाँहरूलाई रोक्नको लागि के प्रावधान छ? माननीय पुष्पराज कडेल। सम्मान्य सभामुखज्यू, मान्य मन्त्रीज्यूलाई मेरो 2टा जिज्ञासा। एउटा, यो आर्थिक कूटनीतिको जुन विषय छ, यो चाहिँ हरेक वर्ष रहँदै आएको छ।
यो हामीले 10-15 वर्ष पुराना पनि चाहिँ डकुमेन्ट हेऱ्यौँ भने त्यो भेट्छौँ। त्यसमा अब विशिष्ट कुनै कार्ययोजना छ कि त्यत्तिकै हामीले भनेका हौँ भन्ने। दोस्रो, मान्यज्यू चीन भ्रमणमा जानुभएको बेला चिनिया परराष्ट्र मन्त्रीले टाढाका नातेदारभन्दा छिमेकी चाहिँ काम लाग्छ भनेर भन्ने हामीले पढ्न पायौँ। त्यसका सन्दर्भमा के रहेछ त्यो टाढाका नातेदार भने के भन्न खोज्या हो, अनि त्यसको समग्र सन्दर्भलाई अलिकता भनिदिनु भए हामी चाहिँ लाभान्वित हुन्थ्यौँ। हस्, धन्यवाद। माननीय एन बहादुर महर। सम्मान्य सभामुख महोदय, मेरो परराष्ट्र मन्त्रीज्यूलाई 3टा क्वेसन छन्। पहिलो, ठुलो सङ्ख्यामा अध्ययनको सिलसिलामा विद्यार्थीहरू विदेश जाने गर्छन्। श्रम सम्झौता गरेर गएका कतिपय मानिसहरूको सन्दर्भमा त सरकारको नीति अघि परराष्ट्र मन्त्रीले भन्नुभयो। विद्यार्थीहरूको त्यहाँ गाह्रो साह्रो पऱ्यो, अप्ठ्यारो पऱ्यो, मृत्यु गरे, चाहिँ सुसाइड पनि गर्ने गरेका छन्। खास गरी विद्यार्थीहरू जाँदा अमेरिका, युरोप, चाहिँ युके, जापान, यस्तो अस्ट्रेलिया जस्ता ठाउँमा विद्यार्थीहरू चाहिँ गाह्रो साह्रो भएपछि सुसाइडका पनि धेरै केसहरू छन्। तिनीहरूको सन्दर्भमा के छ सरकारको नीति? पहिलो कुरा यो हो। दोस्रो कुरा चाहिँ एउटा राष्ट्रिय विदेश नीति बनाउने कुराका सन्दर्भमा सरकारले के तयारी गरिरहेको छ भने कुनै पार्टी सरकारमा आएपछि उसको पर्सनल विदेश नीति हुन थाल्यो क्या, पार्टीगत नीति। विदेश नीति बनाउने सन्दर्भमा सरकारको कुनै तयारी छ कि छैन? तेस्रो कुरा, सौरमाथा संवाद भन्नुभयो, त्यो कहिले हुँदैछ, त्यो कस्तो तयारी हुँदैछ सरकारले? र चौथो कुरा चाहिँ सुस्तामा अस्ति भारतीय चाहिँ सीमा सुरक्षा बल एसएसबी आएर नेपालीहरूलाई त्यहाँ दुःख दिएको छ। पछि नेपाली हाम्रा त्यहाँ सीमाका चाहिँ दाजुभाइहरूले, नेपाली आमा बुवा दिदीबहिनी दाजुहरूले उहाँहरूले लखेट्नु भएको छ। यसका सन्दर्भमा सरकारको केही पनि आएन, वक्तव्य दृष्टिकोण केही पनि आएन। सरकारको दृष्टिकोण म माग गर्दछु। धन्यवाद। माननीय बुद्धि प्रसाद पन्त। सम्मान्य सभामुख महोदय, विशेष गरेर मैले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक वाहनहरूलाई अहिले अनलाइन इन्ट्रीको व्यवस्था सुरु गर्दै गर्दा कतिपय अवस्थामा सर्भरले काम नगर्ने हुँदा तथा अन्य प्राविधिक समस्याले गर्दा त्यहाँ पर्यटकहरू लाइन लाग्न बाध्य हुने हुँदा अनलाइन र म्यानुअल दुवैको व्यवस्थापन गर्न सके नेपालमा भारतबाट आउने पर्यटकहरूलाई सहज हुने थियो भन्ने मैले चाहिँ अनुरोध गर्न चाहेँ। धन्यवाद। यसपछि माननीय खड्गसाई। सम्माननीय सभामुख महोदय, मैले मिति 2083 वैशाख 24 गते उदयपुरका अमृत झा इरान सरकारको नियन्त्रणमा रहेकाले निजको उद्धार गरियोस् भनिराखेको प्रश्नको जवाब चाहन्छु। साथै मिति 2083 असाढ 1 गते चितवन खैरेनी 3 वर्ष 24 का सुजन सुवेदी लगायतका 8 जना नेपाली युवाहरू युक्रेन सरकारको नियन्त्रणमा रहेकाले निजहरूको उद्धार गरियोस् भनी राखिरहेको प्रश्नको जवाब चाहन्छु। हस्, धन्यवाद। जय नेपाल। माननीय भरत प्रसाद पराजुली। सम्माननीय सभामुख महोदय, म सम्माननीय सभामुख महोदय मार्फत माननीय परराष्ट्र मन्त्रीज्यूलाई केही जिज्ञासाहरू राख्न गइरहेको छु। मेरो निर्वाचन क्षेत्रसँग जोडिएको तातो पानी नाका यो व्यवस्थित र भरपर्दो गरी सञ्चालन गर्नको लागि नेपाल सरकारको के योजना छ? र त्यसै गरी तातो पानीको पारिपट्टिको खासा जुन छ त्यहाँ व्यवस्थित रूपमा स्मार्ट सिटीको पहिचानसहित अब 1 वर्ष पछाडि आगन्तुकहरूलाई स्वागत र बिदाई गर्ने गरी तयारी स्मार्ट सिटीको पहिचानसहित अब खुल्ने तयारीमा छ। वारिपट्टि नेपालतर्फको 72 सालको भग्नावशेषपछिको भूकम्पका भग्नावशेष हटाएर व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा नेपाल सरकारको के योजना छ, म त्यो जान्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब म परराष्ट्र मन्त्री शिशिर खनाललाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूहरू, मान्य सदस्यज्यूहरूले विभिन्न विषयमा प्रश्नहरू उठाउनु भएको छ। त्यसमध्ये मान्य सदस्य अर्कराज राईको प्रश्न, यो सीमासँग सम्बन्धित के काम हुन्छ भन्ने कुरा, यो मैले अघिल्लो पटक संसदमा पनि जानकारी गराएको थिएँ मान्यज्यूहरूलाई। नेपाल र भारत र नेपाल र चीन हाम्रा दुईवटा छिमेकी देशसँग सीमासँग विभिन्न खाले संयन्त्रहरू छन्। त्यसमध्ये मूल रूपमा यति बेला नेपाल र भारत बीचको रहेको सीमाको क्षेत्रको सीमा स्तम्भको पुनर्निर्माण, क्रस बोर्डर ओकुपेसनको लगत सङ्कलन लगायतको कामहरू एक्टिभली चलिराखेको छ। मैले अघिल्लो पटक एकदम विस्तारमा
मैले यहाँ जानकारी पनि सम्मानित सदनलाई जानकारी गराएको थिएँ। यो सामान्यतया लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो। त्यो रोकिएको प्रक्रिया अहिले सुचारू भएर दुईवटै दुईटै देशका प्राविधिकहरू यति बेला हाम्रो सीमा क्षेत्रमा हुनुहुन्छ र उहाँहरूले एक्टिभली यो कामहरू अगाडि बढाइराख्नु भएको छ। त्यसपछि अन्य त्योभन्दा माथिका संयन्त्रहरू पनि छन्। प्राविधिक समितिले माथिको संयन्त्रहरूलाई पनि रिपोर्ट दिन्छ र त्यसपछि यहाँहरूलाई थाहा छ हामी बिच कतिपय ठाउँहरूमा नेपाल र भारतले अझै पनि सीमाका विवादहरू सुल्झाउन बाँकी छ। त्यसलाई सुल्झाउने राजनैतिक नेतृत्वले काम गर्न अगाडि जुन प्रशासनिक र प्राविधिक काम गर्नुपर्छ त्यो काम चाहिँ हुन्छ, अहिले पनि भइरहेको छ, लामो समयदेखि अवरुद्ध काम। र यो सामान्यतया यो बर्खा लागेपछि चाहिँ हुन अप्ठ्यारो हुन्छ, युजुअली हिउँदमा हुने गरेको छ र त्यो सीमासँग सम्बन्धित नापीको टोली भनेको त्यसैले गर्ने खर्च, त्यसले गर्नुपर्ने काम, सीमा क्षेत्रमा जाने, त्यहाँ चाहिँ जुन हाम्रो सीमा स्तम्भहरू को अवस्था हेर्ने, पुनरावलोकन गर्ने, मर्मत गर्नुपर्ने भए मर्मत गर्ने, सुधार गर्नुपर्ने सुधार गर्ने, हराएका छन् भने राख्ने र दुई पक्षबीच जुन अघिल्लो पटकदेखि हामीले उठाइरहेको सामान्य प्रधानमन्त्रीले जवाफ दिइसकेपछि मैले आएर जवाफ दिँदै गर्दाखेरि एक्सप्लेन गर्दै गर्दा भनेको क्रस बोर्डर ओकुपेसनको विषय, 10 गजाको अतिक्रमणको विषयहरूको अध्ययन अनुसन्धान र दुवै पक्ष मिलेर सहमतिमा गर्नको लागि गर्ने भएको भएर त्यसको मूल रूपमा खर्च त्यो हो। चीनसँग सम्बन्धित विषयमा थोरै बजेट एलोकेसन चाहिँ के भने यो हामीले अहिले एक्टिभ जसरी भारतको सीमामा हाम्रो अहिले सक्रिय काम यति बेला भइराखेको छ त्यस्तै खाले एक्टिभ काम चाहिँ उत्तरी नाकामा खासै धेरै छैन। पूर्व पश्चिम र दक्षिणका नाकामा एकदमै धेरै हाम्रो काम गर्नुपर्ने छ, गरि पनि राखेका छौँ, तर उत्तरी नाकामा त्यो एक्टिभिटी कम भएको, तर फेरि हाम्रो बजेटको शीर्षक चाहिँ राख्नुपर्ने अवस्था भएकोले गर्दा त्यो प्लेस होल्डर बजेट राखिएको। यति अस्ति केही ठाउँहरूमा हाम्रो सीमित ठाउँहरूमा चीनको सीमामा विवादहरू छन्, विवादै नभएको होइन, तर त्यसलाई हामीले एक्टिभेट गर्न पर्यो भने कहिले कहिले फेरि त्यहाँ लाइन आइटम भयो भने पछि त्यो आवश्यकता परेको ठाउँमा चाहिँ हामीले अर्थ मन्त्रालयलाई विशेष स्वीकृतिको लागि गर्न पाउँछौँ, त्यसको लागि अलिकति राखेको हो। त्यस्तै अब मान्यज्यू कलावतज्यूले सोध्नुभएको रोजगारी सिलसिला मृत्यु हुनु भएको अवस्थामा हामी के गर्छौँ, मैले अघि नै जानकारी गराएँ। सामान्यतया के हुन्छ भने श्रम स्वीकृति लिएर जानुभएकोको हकमा श्रम वैदेशिक रोजगार विभाग मा भएको पैसाबाट हामी सब ल्याउने काम गर्न सक्छौँ। तर आजको दिनसम्म यदि कसैले श्रम स्वीकृति नलिकन गएको छ, विद्यार्थी भिजामा गएको छ अथवा चाहिँ गैर कानुनी रूपमा गएको छ र उसलाई अप्ठ्यारो पर्यो भने नेपाल सरकारसँग विशेष फन्ड छैन। अहिले के हुने गरेको देखिन्छ भने इभन सबै ल्याउन पर्यो भने पनि यदि त्यो व्यक्ति श्रम अवैधानिक बाटोबाट गएको छ भने चाहिँ नेपाली विदेशमा त्यो देशमा तत्कालीन त्यो ठाउँमा हुनुभएका मूलत गैर आवासीय नेपालीहरूले सहयोग गरिदिनु भयो अथवा चाहिँ परिवारले नै आफैले पैसा राखेर मात्रै सब ल्याउन पर्ने बाध्यता छ। आगामी आर्थिक वर्षको लागि चाहिँ जुन बजेट हामीले अहिले प्रस्ताव गरेका छौँ त्यो बजेटमा चाहिँ 15 करोड रुपियाँ यो विशेष इमर्जेन्सी फन्ड भनेर विशेष गरी यो सब ल्याउने कुरामा जनप्रतिनिधिको रूपमा हामीहरूले धेरै अनुभव गरेकै विषय हो, साह्रै अप्ठ्यारो परेको छ भनेर 15 करोड रुपियाँ चाहिँ हामीले प्रस्ताव यो आगामी आर्थिक वर्षको बजेटमा परराष्ट्र मन्त्रालय मार्फत प्रस्ताव गरेका छौँ। यदि त्यो स्रोत हामीसँग भयो भने आगामी दिनमा चाहिँ त्यो सहज हुन्छ। महिला वैदेशिक रोजगारमा कति हुनुहुन्छ अप्ठ्यारो छ, यसको तथ्याङ्क छैन। किन तथ्याङ्क छैन भने जहाँ चाहिँ महिला कामदार घरेलु कामदारहरू प्रतिबन्ध लगाइएको छ त्यहाँ भिजिट भिजाको नाममा जानुहुन्छ, श्रम स्वीकृति लिएर जानुहुन्न। त्यसले गर्दाखेरि श्रम स्वीकृति लिएर वैधानिक बाटोबाट जाँदाखेरि चाहिँ हामीसँग तथ्याङ्क हुन्थ्यो। दुर्भाग्यवश श्रम स्वीकृति नलिने, जस्तै आज तपाईँले अहिले न्युज हेर्नुभयो भने भर्खर मैले देखेको त्यहाँ बस्दा बस्दै एयरपोर्टमा 27 जना महिलालाई रोकियो भन्ने समाचार भर्खरै देखेको। त्यो कस्तो प्र्याक्टिस के देखिन्छ भने भिजिट भिजामा दुबई कुवेतमा जानु छ अन्तिममा घरेलु कामदारको रूपमा भने पनि प्र्याक्टिस के देखिन्छ भने भिजिट भिजा लिने, यहाँबाट दुबई अथवा ओमान उड्ने, अनि यहाँको अध्यागमनले हेर्दा चाहिँ ऊ दुबई जान लागेको अथवा ओमान जान लागेको भन्ने देखिन्छ। तर उहाँहरूसँग सामान्यतः 2टा टिकट हुने, 2टा भिजा हुने र बोर्डिङ पास पनि 2टा हुने। यहाँ चाहिँ
ओमान अथवा दुबई देखाउने, तर प्लेन चढेर त्यो दुबई पुगेपछि अथवा ओमान पुगेपछि फेरि ट्रान्जिट गरेर कुवेत पुग्ने पनि देखिएको छ। त्यो एकदमै धेरै त्यस्तो प्र्याक्टिस देखिएको भएर अप्ठ्यारो चाहिँ राज्यसँग श्रम स्वीकृति नलिकन गएको भएर औपचारिक तथ्याङ्क कतिजना महिलाहरू यसरी विदेशमा श्रम गरिरहनु भएको छ भन्ने औपचारिक तथ्याङ्क हाम्रो निकायमा छैनन्। मेरो अनुरोध मान्यज्यूहरूलाई पनि मेरो विशेष अनुरोध, यो सब झिकाउने विषयमा होस्, अन्य धेरै विषयहरूमा चाहिँ के देखियो भने अवैधानिक, धेरै हदसम्म अवैधानिक बाटो प्रयोग गर्ने कारणले गर्दा अप्ठ्यारो जति बेला समस्या पर्छ उहाँहरूलाई, परिवारलाई, आफन्तजनलाई र हामीहरूलाई पनि धेरै कल आउने चाहिँ अप्ठ्यारो परिसकेपछि रहेछ। तर त्यो अप्ठ्यारो चाहिँ धेरै जस्तो अवैधानिकतासँग जोडिएको देखिन्छ। त्यो अर्थमा यहाँहरूले पनि मेरो अनुरोध, विशेष गरी जनप्रतिनिधिज्यूहरूलाई, यो सकेसम्म श्रम स्वीकृति लिएर अथवा वैधानिक बाटो प्रयोग गरेर जानको लागि आम जनतालाई पनि म यसै रोस्ट्रमबाट अपिल पनि गर्छु, यहाँहरूलाई पनि अपिल गरिदिन अनुरोध गर्दछु। आर्थिक कूटनीतिको कार्ययोजना यो वर्ष मानिसले उठाउनु भएको आर्थिक कूटनीतिको विषय हामीले धेरै पटक सुन्यौँ, यो वर्ष पनि सुनेका छौँ। साँच्चै कार्ययोजना छ कि छैन भन्ने प्रश्नमा यो वर्ष हाम्रो स्पष्ट कार्ययोजना छ। हामी अब एकदमै सीमित, अहिले के प्र्याक्टिस देखिन्छ भने छरिएर काम गर्ने भन्दा पनि हामी स्पेसिफिक कन्ट्री स्ट्राटेजीमा काम गरिरहेका छौँ। यति बेला परराष्ट्र मन्त्रालयले त्यहाँको डिभिजन्सहरूले कन्ट्री स्ट्राटेजीमा काम गर्दै हुनुहुन्छ र हामी त्यो कन्ट्रीलाई हेरेर, त्यो देशलाई हेरेर त्यो स्पेसिफिक कन्ट्री स्पेसिफिक पोलिसी र प्लानहरूमा यति बेला छौँ र हामी टार्गेट्सहरू पनि सेट गर्छौँ। अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआई को टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ। वैदेशिक विशेष गरी लगानीको विषय, एफडिआईको विषय, लोनको विषय अथवा चाहिँ ग्रान्टको विषयहरूलाई चाहिँ हामी स्पेसिफिक ढङ्गले नै ट्र्याक गर्ने कार्ययोजनामा छौँ यति बेला। चीनको परराष्ट्र मन्त्रीले भन्नुभएको विषय चाहिँ मैले इन्टरभ्यूमा लामो भनेको छु, मान्यज्यूहरूले हेर्न पनि अनुरोध गर्छु। यो एकदम अनौपचारिक, हामीले खाना खाँदै औपचारिक द्विपक्षीय मिटिङ भइसकेपछि मैले उहाँ भर्खर त्यही दिन मङ्गोलिया गएर आउनुभएको थियो अनि मैले मङ्गोलियाको भ्रमण हजुरको कस्तो भयो भन्ने प्रश्न मैले सोधेको थिएँ चीनको विदेश मन्त्रीलाई र उहाँले मङ्गोलियाको व्याख्या गर्दा गर्दै के भन्नुभयो भने मङ्गोलियाको पहिलेदेखि एउटा घोषित नीति छ, दुईवटा छिमेकी छन्, नेपाल जस्तै दुईवटा ठुला छिमेकी त छन्, त्यो बाहेक उहाँहरूले चाहिँ आफ्नो तेस्रो छिमेकी पनि छ भनेर घोषित नीति नै छ उहाँहरूको। र मैले उहाँहरूलाई, मङ्गोलियाको आफ्नो समकक्षीहरूलाई चाहिँ के भने दुःख पर्दा सधैँ काम लाग्ने आफ्नो नजिकका छिमेकीहरू नै हुन्। नेपालले चाहिँ त्यस्तो घोषित नीति लिएको छैन, म बुझ्छु, तर मङ्गोलियाको हकमा चाहिँ त्यो तेस्रो छिमेकीमा धेरै भर नपर्नु भनेर मैले भन्ने परिवेशको एउटा लामो कन्टेक्स्टमा त्यो आएको हो र उहाँले के पनि एक्नोलेज गर्नु भएको थियो भने नेपालले त्यस्तो नीति लिएको छैन, नेपालले आफ्ना दुईवटा छिमेकीहरूसँग अत्यन्त घनीभूत सम्बन्धहरू राख्नुपर्छ, त्यो बाहेक अन्य मित्र राष्ट्रहरूसँग पनि सही सम्बन्ध राख्नुपर्छ भनेर मलाई भन्नुभएको परिवेशको एउटा वाक्य मात्रै त्यो हो। त्यस्तै गरी मान्य ऐन महरले थुप्रै विषयहरू उठाउनु भएको छ। स्टुडेन्ट भिजा लगायत अन्य भिजामा जाँदा अप्ठ्यारो पर्यो भने के हुन्छ, मैले अघि व्याख्या गरेँ। आजसम्म हामीसँग त्यो व्यवस्था छैन, तर आगामी आर्थिक वर्षमा यदि विशेष गरी विदेशमा कुनै पनि कारणले जानुभएको नेपालीहरूलाई अप्ठ्यारो पर्यो भने हामीले रकम बजेटमा विनियोजित गरेका छौँ, प्रस्ताव गरेका छौँ। यहाँको यो त्यो बाहेक अन्य जस्तै विदेश नीति छ कि छैन, मैले सधैँ भन्ने गरेको छु, नेपालको विदेश नीति मूल रूपमा नेपालको संविधानले नै निर्देशित गरेको छ। जुनसुकै पार्टी सरकारमा आए पनि नेपालको संविधानले निर्देशित गरेको विषयहरू नै नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भ हुन्। हामी यो आवधिक निर्वाचन मार्फत कुनै सरकार आउला, कुनै दलले सरकारको नेतृत्व गर्ला, तर नेपालको संविधानले आधारभूत रूपमा व्याख्या गरेको नीति नै सबै सरकारले, सबै दलले अनुसरण गर्ने हो। नेपाल सरकार अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको यो सरकारले पनि मैले पटक पटक भन्ने गरेको, हामी संविधानभित्र रहेका आधारभूत परराष्ट्र नीतिका सिद्धान्तहरूभित्र बसेर मात्रै हामी काम गर्छौँ भनेर भनेकै छु। सगरमाथा संवाद सामान्यतया हरेक 2 वर्षमा हुने गर्छ।
2025को मेमा पहिलो भएको थियो। अब 2027को मेमा हामी दोस्रो गर्दैछौँ। अबको बजेटमा प्रस्तावित छ। बजेट विनियोजित भइसकेपछि हामी प्रारम्भिक कामहरू सुरु गरिसकेका छौँ। अबको आर्थिक वर्षको एउटा महत्त्वपूर्ण काम चाहिँ सगरमाथा संवाद हुन्छ। त्यस्तै गरेर सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु। त्यस्तै मान्य बुद्धि पन्तज्यूले उठाउनु भएको भारतबाट गाडी छिर्ने विषय, यो खास ठ्याक्कै परराष्ट्रको क्षेत्राधिकारभित्रको विषय भएन। यो कि अर्थ मन्त्रालयको राजस्व भन्सारसँग सम्बन्धित विषय पर्यो कि चाहिँ यो यातायातसँग सम्बन्धित विषय परेको भएर मैले यसमा अन्य मन्त्रीज्यूहरू मार्फत यसको उपयुक्त जवाफ लिन मैले अनुरोध गरेँ। त्यसै गरी मान्य खड्गज्यूले अमृत झाको विषयमा उठाउनु भएको प्रश्न, यसमा परराष्ट्र मन्त्रालयले लामो एउटा सार्वजनिक जानकारीमा पनि ल्याइसकेको विषय हो। यहाँहरूलाई थाहा छँदैछ अमृत झा अहिले त आज भर्खर अब हिजो राति इरान र अमेरिका बीच एउटा सहमति भएर इरानमा भइरहेको युद्ध एउटा टुङ्गिने अवस्थामा पुग्दैछ। तर त्यो इरानको युद्ध सुरु हुनुभन्दा अगाडि नै अमृत झालाई नियन्त्रणमा स्मग्लिङको आरोपमा नियन्त्रणमा इरानले लिएको थियो र त्यसमा हामीले विभिन्न ढङ्गले उहाँको रिहाईको पहल गरे पनि तपाईँहरूलाई थाहा छ विदेशमा कसैले गैर कानुनी क्रियाकलाप गरेको भनेर आरोपमा पक्रियो भने स्थानीय लोकल ल प्रिभेल गर्छ। अहिलेको अवस्था चाहिँ उहाँ हाम्रो भाषामा भन्दा यो अनुसन्धानको क्रममा थुनामा हुनुहुन्छ र पछि अदालतले जे निर्णय गर्छ त्यसकै आधारमा उहाँलाई हामीले सहजीकरण गर्छौँ र हाम्रो अवैधानिक महावाणिज्य दूत सम्पर्कमा हुनुहुन्छ। हाम्रो अन्य दूतावासहरू पनि सम्पर्कमा हुनुहुन्छ। हामी चाहिँ विशेष गरी इरान सरकारसँग विभिन्न संयन्त्रहरू मार्फत हामी सम्पर्क र समन्वयमा छौँ। मूल रूपमा अदालतभित्र विचाराधीन विषय भएको भएर अदालतले दिएको निर्णय अनुसार मात्रै हामी अगाडि बढ्न सक्ने परिस्थिति छ। त्यस्तै गरी युक्रेनमा पनि POW प्रिजनर अफ वारको रूपमा 9 जना नेपालीहरू हुनुहुन्छ। यो विषय के हो भने नेपालको सरकारले नेपालीहरूलाई रसियाको आर्मीमा भर्ना हुन स्याङ्सन गर्दैन। त्यो अवैधानिक रूपमा रसिया पुगेर विशेष गरी विभिन्न UAE लगायत विभिन्न ठाउँबाट अझै म्यान पावर एजेन्सीहरूको प्रलोभनमा पनि परेर कतिपय नेपालीहरू चाहिँ रसियाको तर्फबाट युद्ध गर्न पुग्नु भएको र युद्ध गर्दै गर्दा युक्रेनमा समातिनु भएको हो र त्यो अर्थमा चाहिँ उहाँहरूलाई मैले युक्रेनको विदेश मन्त्रीसँग पनि प्रत्यक्ष संवाद गरेको छु। उहाँहरूलाई अहिले रेड क्रसको एक्सेस छ तर POW भएको भएर अहिले उहाँहरूलाई तुरुन्तै, किनभने यो विशेष यहाँले के युद्धको बन्दी भएको र नेपाल र युक्रेन बीच पनि कुनै सहमति समझदारी त्यस्तो छैन रिप्याट्रिएट गर्न। त्यसका बावजुद पनि हामीले एकदम घनीभूत रूपमा यसमा काम गरिराखेका छौँ। अहिले हाम्रो अप्ठ्यारो, यो एकदमै अप्ठ्यारो विषय हो किनभने अर्को विदेशी सैनिक हो नि। युक्रेनको दृष्टिकोणबाट चाहिँ हाम्रो लागि नेपाली व्यक्तिहरू भए पनि, परिवारजनको लागि छोराछोरी भाइ भतिजा भए पनि, भान्जा भान्जी भए पनि युक्रेनको लागि चाहिँ रसियाको आर्मीको मान्छे हो र उहाँहरू चाहिँ त्यहाँ युद्ध गर्दै गर्दाखेरि समातिनु भएको हो र त्यसले गर्दा युक्रेनमा यसको छुट्टै खाले संवेदनशीलता छ। ती संवेदनशीलताका बावजुद नेपाल र युक्रेनको सम्बन्धलाई ध्यानमा राखेर सदा सहायता राखिदिनु हुन भनेर हामीले अत्यन्त पहलहरू गरिराखेका छौँ। त्यसको केही नतिजा आउन सक्ने भयो भने म पक्कै पनि सम्मानित सदनलाई जानकारी दिनै हाल्छु। त्यसै गरी मान्य भरत पराजुलीजीले तातो पानी नाका सञ्चालन, फेरि यो पनि मेरो परराष्ट्र मन्त्रालयले प्रत्यक्ष रूपमा हेर्ने विषय भन्दा पनि अन्य मन्त्रालयसँग सम्बन्धित विषय भएको भएर अन्य मन्त्रीज्यूहरूबाट यसको सही जवाफ खोज्न हुन अनुरोध गर्दछु। अन्त्यमा मैले अन्त्य गर्दै गर्दाखेरि
यहाँ मान्यज्यूहरूले अत्यन्त चासोका साथ परराष्ट्रसँग सम्बन्धित विषयहरू उठाउनु भयो। आम नेपाली नागरिकको विदेशमा रहनुभएका नेपाली नागरिकहरूको सुरक्षाको विषयलाई पनि म अत्यन्त संवेदनशील भएर उठाउनु भएको प्रश्न को मैले आफूले हाम्रो परराष्ट्र मन्त्रालयले गरिरहेको कामहरूको बारे मैले जानकारी दिएँ। थप केही भएछ भने प्रत्यक्ष रूपमा मलाई व्यक्तिगत रूपमा अथवा मन्त्रालयमा पनि समन्वय गर्न सक्नुहुन्छ। यो समयको लागि सभामुखज्यूलाई धन्यवाद भन्दछु।